नमस्ते साथीहरु, मेरो नाम हो अजित। आज फेरि अर्को एउटा नयाँ भिडियोलाई लिएर आइसकेको छु। र साथीहरु, आजको भिडियोमा भने म सिक्किम स्टेटमा सिक्किम एसएसओ अर्थात् सिक्किम सिंगल साइन अन वा सिक्किम गो पोर्टलले दिएको जति पनि अनलाइन सेवाहरू छ ती मध्ये यी सर्टिफिकेट्स अन्तर्गत कुनै पनि सर्टिफिकेटलाई अनलाइन एप्लाई गरेको एप्रुभ भएपछि त्यो सर्टिफिकेटलाई आफ्नो एन्ड्रोइड फोनबाट नै कसरी डाउनलोड गर्नु त्यो म आजको भिडियोमा स्टेप बाइ स्टेप बताउने छु। त्यसैले यो भिडियोलाई पुरा हेर्नुहोला। र साथीहरु, यदि यो भिडियो हेल्पफुल लागेमा भिडियोलाई लाइक गरिदिनुहोस्, जति सक्दो यो भिडियोलाई शेयर पनि गरिदिनुहोस्। सँगसँगै च्यानलमा पहिलोचोटि हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी बेल आइकनलाई पनि प्रेस गरिदिनुहोला, किनभने यो च्यानलमा म यही टाइपको कन्टेन्टहरू लिएर नै छु। आउनु साथीहरु, अब भने आजको भिडियोलाई स्टार्ट गरौँ। र सबैभन्दा पहिले कुनै पनि ब्राउजरलाई ओपन गर्नुहोस्। त्यसपछि यहाँनिर ब्राउजरको सर्च बारमा टाइप गर्नुहोस् एसएसओ सिक्किम। त्यसपछि सर्चमा प्रेस गर्नुहोस् र यहाँनिर सबैभन्दा फर्स्टमा पाउनुहुनेछ गभर्नमेन्ट अफ सिक्किम sso.sikkim.gov.in। यसमा टच गर्नुहोस्। त्यसपछि यहाँनिर देख्न सक्नुहुन्छ सिक्किम एसएसओ या सिक्किम गो को अफिसियल पोर्टल। यसलाई अलिकति स्क्रोल डाउन गर्नुहोस् र यहाँनिर दुई तरिकाले लगइन गर्न सक्नुहुनेछ र एउटा छ र रेजिस्ट्रेसनको समय दिनुभएको इमेल अनि रेजिस्ट्रेसनको समय बनाउनु भएको पासवर्ड दिएर लगइन गर्न सक्नुहुनेछ। र अर्को छ रेजिस्ट्रेसनको समय दिनुभएको मोबाइल नम्बर यहाँनिर दिएर ओटिपी आउनेछ र त्यो ओटिपीलाई यहाँनिर प्रयोग गरेर पनि लगइन गर्न सक्नुहुनेछ। र यी दुई मध्ये कुनै पनि एक द्वारा लगइन गर्न सक्नुहुनेछ। र यहाँनिर म मोबाइल नम्बर दिएर यहाँनिर लगइन गर्नेछु र मैले रेजिस्ट्रेसनको समय दिएको मोबाइल नम्बरलाई यहाँनिर म दिनेछु। त्यसपछि सेन्ड ओटिपीमा टच गरिदिनेछु। ओटिपी सेन्ड सक्सेसफुली र ओटिपी आइसकेको छ। यो ओटिपीलाई यहाँनिर म दिनेछु। त्यसपछि भेरिफाई एन्ड लगइनमा टच गरिदिनेछु। त्यसपछि यहाँनिर देख्न सक्नुहुन्छ र म लगइन भइसकेको छु र यहाँनिर देख्न सक्नुहुन्छ र यो फोन भर्सन छ र फोन भर्सनदेखि डेस्कटप भर्सनमा यसलाई कन्भर्ट गर्नुपर्ने हुन्छ र फोन भर्सनबाट डाउनलोड हुँदैन र डाउनलोड गर्नको निम्ति फोन भर्सनदेखि डेस्कटप भर्सनमा कन्भर्ट गर्नुपर्ने हुन्छ र यसलाई कन्भर्ट गर्नको निम्ति यहाँनिर माथि राइट साइडमा तीनटा डट 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 यहाँनिर पाउनुहुन्छ। यसमा टच गर्नुहोस्। त्यसपछि यहाँनिर सबैभन्दा यहाँनिर लास्टमा छ डेस्कटप साइट। यसमा यहाँनिर बक्समा टच गरिदिनुहोस्। र अब भने यहाँनिर देख्न सक्नुहुन्छ र यो फोन भर्सनदेखि डेस्कटप भर्सनमा कन्भर्ट भइसकेको छ र यसलाई स्क्रोल डाउन गर्नुहोस् र यहाँनिर देख्न सक्नुहुन्छ यी सर्टिफिकेट्सको अन्डरमा यहाँनिर धेरैवटा सर्टिफिकेट रहेको छ र तपाईहरुले कुन सर्टिफिकेटको निम्ति एप्लाई गर्नुभएको छ त्यसमा टच गर्नुहोस् र हुन सक्छ ओबीसी को निम्ति एप्लाई गर्नुभएको छ भने यहाँनिर ओबीसी सर्टिफिकेटमा टच गरेर अघि बढ्नुहोस्। यदि इन्कम सर्टिफिकेटको निम्ति एप्लाई गर्नुभएको छ भने इन्कम सर्टिफिकेटमा टच गरेर अघि बढ्न सक्नुहुनेछ र जुन सर्टिफिकेटको निम्ति अनलाइन एप्लाई गर्नुभएको छ र त्यसमा नै टच गरेर अघि बढ्नु होला। र मैले यहाँबाट इम्प्लोइमेन्ट कार्डलाई रिन्युको निम्ति एप्लाई गरेको छु, त्यसैले म यहाँनिर इस्यु अफ इम्प्लोइमेन्ट कार्डमा टच गरेर अघि बढिरहेको छु। त्यसपछि क्लिक टु एप्लाईमा टच गर्नुहोस्। त्यसपछि यहाँनिर देख्न सक्नुहुन्छ र मैले जुन एप्लाई गरेको थिएँ र त्यो यहाँनिर एप्रुभ भइसकेको छ। यहाँनिर देख्न सक्नुहुन्छ र तपाईहरुले पनि यहाँनिर चेक गर्नुहोस् तपाईहरुले एप्लाई गर्नुभएको एप्रुभ भएको छ या भएको छैन। यदि भएको छ भने ठिकै छ, भएको छैन भने तपाईहरुले एप्रुभ भइन्जेलसम्म वेट गर्नु पर्ने हुन्छ। र यहाँनिर मेरो एप्रुभ भइसकेको छ
त्यसपछि यहाँनिर लेफ्ट साइडमा माई एप्लिकेसन्स यहाँनिर देख्न सक्नुहुन्छ र यसमा टच गर्नुहोस्। त्यसपछि यहाँनिर केही इन्फर्मेसन पाउनुहुनेछ र त्यसपछि यहाँनिर राइट साइडमा यहाँनिर देख्न सक्नुहुन्छ डाउनलोड सर्टिफिकेट र यसमा टच गरेर सर्टिफिकेटलाई डाउनलोड गर्नुहोस् र यहाँनिर देख्न सक्नुहुन्छ र यो सर्टिफिकेट डाउनलोड भइसकेको छ र यो सर्टिफिकेटलाई म अब ओपन गर्नेछु। यहाँनिर देख्न सक्नुहुन्छ र यो ओपन भइसकेको छ र साथीहरु यो तरिकाले कुनै पनि सर्टिफिकेटलाई अनलाइन एप्लाई गरेर एप्रुभ भएपछि आफ्नो एन्ड्रोइड फोनबाट नै सजिलोसँगले डाउनलोड गर्न सक्नुहुनेछ।